तुम फलेर फुलेर गयौँ तर हामी कसरी फलेर गयौँ त भने तपाईँहरू हिमालमा सिम जरुवा भएर पो बगेर पो हामी त त्यसो भयौँ त हामी समुद्र भयो अनि बाबा सोच्यौँ हामी यत्रो अब के भने हामीलाई गर्दै गयो थियौँ हामीले आज के सोच्यो लु अब त हाम्रो पनि बढ्दै गयौँ लु टोपिदिउँ भनेर चाहिँ सरसल्लाह अब बढ्दै गएपछि त टोपी दिनुपर्छ भन्ने सरसल्लाह टोपीको लागि त के गर्ने त अब लु सल्लाह गर्नु भन्दा चाहिँ अब हामी त्यसो होइन उहाँको आमा त माथि हिमालमा त सिमबाट उहाँको माइती बाबुले नदी बनाइदिनु भयो अनि हामी नदी पनि भनेर चाहिँ हामीले सोचेपछि त अब यो उहाँहरूले उत्पत्ति भएको ठाउँ हामीले केही खोज्नुपर्छ भनेर भन्दाखेरि नि त अब त्यसो भएदेखि उहाँलाई हामीले खबर गरौँ भनेपछि हामीले खबर पठायौँ खबर पठाएर के भयो भने हजुरहरू ठुलो बाटो यसरी लु हाम्रो छोरी चेलीले भाँडा बाँध्नुले मिठो पर्छ लु हामी जाउँ भनेर हजुरहरू यहाँ उपस्थित भइदिनु उपस्थित भइदिएपछि के हो भने यहाँको आजको कार्यको लागि हजुरहरू भने ठुलो अब हाम्रो ल यहाँनिर दुधमानीहरू आइदिनु हामीले कति खुसी छौँ भनेर हामीले एकदम हर्षसाथ भएपछि चाहिँ हामीले फेरि अब उहाँहरू हामी त पढाइ आउनुभयो अब उहाँलाई के गर्नु कसरी चाहिँ उहाँको सुरु भइदिनु भनेपछि चाहिँ हामी अब ठुलो किसिमले हामी हजुरको चित्र सक्दैनौँ यसले हाम्रो पहिला पुर्खाले कसले उत्पत्ति गर्यो अलिकति पुर्खाले यहाँनिर यसो कुराहरू छोडेको रहेछ अनि यसैले उहाँहरूको अब जे भए पनि हामीलाई भएको यसले चाहिँ सिरबिहान गर्नुपर्छ भनेर पो बाबा हजुरहरूलाई यो त हामीले सिरबिहान गर्न लाग्यो भाइ भाइ हजुरले जुन मनसाय अर्थात् जुन उद्देश्यले जति हिमालका एउटा शिर उच्च राखेर यो कार्य गर्नुभयो यसप्रति प्रथम त हाम्रो नाति मियाङको एउटा शुभ कार्यको उद्देश्य राखेर हजुरहरूले हामीलाई के अरे निम्त गर्दै हो हामी उपस्थित भयौँ र हजुर उपस्थित हुँदा पञ्च समाजको बिचमा हजुरले किराँत हाम्रो संस्कृति मुद्दम अनुसार हजुरले यसो गरिदिनु हो यो साह्रै नै धन्य अब हामीलाई साह्रै नै यो सिरपोट गरिदिनु भएकोमा यहाँप्रति साह्रै आभारी हाम्रो किराँत संस्कार हाम्रो नाति म्याङको शुभ कार्यको निम्ति जुन आफ्नो रीति संस्कारलाई जीवन्त राख्दै एउटा सिम सम्झेर हजुरहरूले हिमाल सम्झेर यो सिरु बाउने कार्य गरिदिनु भएको छ यसप्रति हाम्रो त त्यत्रो धेरै हाम्रो छोरी सुर्जालाई आशीर्वाद लागेको हाम्रो मेहाङ नाति हजुर हजुर एकदम हामी त्यत्रो धेरै त उहाँप्रति केही पनि गर्न सक्दैनौँ तर हजुरहरूले यति सम्झिदिनु भयो यो समाजमा यो पञ्च समाजमा हाम्रो किराँत मुद्दम अनुसार हजुरले सुरपड गरिदिनु भयो हजुर यसमा हामी चुलाइ छौँ अब हामी चुलाइ छौँ अब यसको निम्ति हजुरहरूले गरिदिनु भएकोमा हामी त केही पनि हजुर गर्न सक्दैनौँ आइदियौँ खाइदियौँ दुःख दिइदियौँ सम्झिदिनु भयो अब यसको निम्ति हजुरहरूलाई आइदिन्छु अब हामीले यही किसिमले अब जुन
सम्झेर गरिदिनु भयो हामीले त झन्डै झन्डै पसिना पनि काट्यो है हाम्रो दशरथबुङहरू हुनुहुन्छ बल दिने साथीहरू त हुनुहुन्छ तर पुर्खाहरूलाई अब सक्दैनौँ हाम्रो सिराबुङ हुनुहुन्छ हजुरहरू त्यसले गर्दा यो सिरो उठाउने मात्रै होइन हाम्रो नानी नेहाङको अनन्तसम्मको उसको तेस्रो यो शुभ कार्यमा हामीले सबैले जति पनि रम्यवा त पम्यवा त भन्छ रेबडुङची भन्छौँ यी साथीभाइ सबैजना हामी उपस्थित भएर उहाँको जति खुसी छ शुभ कार्य सम्पन्न हाम्रा ज्वाइँ के अरे दिल्ली छोरी सुर्जा त्यस्तै गरी उहाँका परिवारमा सहयोगी अब परिवारजनहरू हुनुहुन्छ उहाँले जुन मेहनत गरेर यो कार्य गर्नुभयो सम्पन्न गर्नका निम्ति हामी तपाईँलाई पनि एउटा खुसी साथ हाम्रो शिर भावना गर्छौँ उहाँलाई सधैँ सगरमाथा जस्तो सधैँ शिर उच्च रहने रहोस् पार सुन्नेमाले हाम्रो तीन चुला पितृहरूले सधैँ आशीर्वाद दिउन् जसरी हामी खुसी साथ यी समाजमा बसेर हामीले यो कार्यहरू गरिरहेछौँ यो अनन्तसम्म यसले चाहिँ उन्नति प्रगति आशीर्वाद फलित रहोस् भन्ने हामी